वेलकम टु माई न्यू ब्लग। कसो हुनुहुन्छ तपाईँहरू? म त सन्चै छु। अब तपाईँहरू आफ्नो सुनाउनुहोस्। यता गाउँहरू हुन्छ नि, यता सर्वैको राम्रो हुँदैन, अलिक बोरिङ टाइपको आज भएको छ के। त्यही नि, आज यस्तो घाम थियो, अहिले त यस्तो मौसम भएको छ नि, पुरै एकदम खतरा। आज पानी पर्ने जस्तो भएको छ क्या एकदम। हेर्नुहोस् यो पछाडि म यता आएको थियो अलि बारीतिर घुम्न, खेततिर। अब म तपाईँहरूलाई हेराउँदैछु कस्तो छ। आजको मौसम एकदम निकै दामी छ के, त्यही भएर आज घुम्न चलिदिएको म अनि यता अलिक खेततिर। सही यो पछाडिको भ्यू छ कस्तो खतरा छ। अनि यहाँ हेर्नुहोस् पुरै कालो कालो बादलहरू। अब पानी पुरै पर्ने जस्तो थियो क्या, अनि हावाहुरी आउने जस्तो पुरै थियो। त्यही नै हामी अब घुम्न आएको थियो, अनि हामी अगाडि बढ्दै गयो कि घुम्नलाई। हामी अगाडि बढ्दै थियो अनि एकैचोटि यस्तो हावा आयो नि। एकछिन अगाडि गएपछि के यस्तो हावा आयो नि, म त पुरै अचम्मित भयो। एकछिनमै कहाँबाट यस्तो हावा आउँछ भनेर। अब आमा यस्तो धुलो परिरहेको थियो नि, म त पुरै अचानक हेर्नु न कस्तो चेन्ज भएको थियो कि एकदम। त्यो भागिरहेको थियो मान्छेहरू सबजना। यहाँ हेर्नुहोस् है पुरै हाँगा सब भाँचिएको छ। यस्तो गर्मी थियो नि, अहिले त यस्तो हावा आएको छ नि एकदम। पुरै मौसम पुरै अर्कै चेन्जै भएको छ क्या। जसरी टाइममा केटीले धोका दिन्छ नि, त्यस्तो चेन्ज गरिरहेको छ क्या अहिले। हावाले लग्ला, त्यहीले हावासँगै जान्छ यो त। पानी पर्न लाग्यो पुरै अहिले। अब घर जानलाई हामी अब फेरि टाइम नि लाग्छ जानमा, अनि त्यही भएर अहिले चाँडै जाऊँ, नत्र फेरि भिजेर पछि राति भयो अब गाह्रो हुन्छ फेरि। त्यही भएर साथीहरू पानी पर्न थाल्यो। अब हामी त्यही भएर यस्तो एउटा सानो थियो घर जस्तो के भन्छ बस्छ हामी एकछिन। अब यसमै लुकाउनु पऱ्यो न। हेर्नुहोस् अहिले तपाईँहरूले देख्दैन पानी परेको। अब अलिक क्लियर आएपछि अलिक हेराउँछ। बसै यहीँ बसेको थियो हामी। त्यहाँबाट निस्केर हामी छुटछुटो यहाँ दौडेर अनि उहाँ गएको, किनभने बेसरी पानी पर्न थालेको थियो। अनि फेरि यहाँ हामी आएर लुका। वाचिङ गाइज, तपाईँहरूले ब्लग राम्रो लाग्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क्स फर वाचिङ।